हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आजको यो भिडियो चाहिँ एकदमै विशेष छ। हामी रारा जाँदैछौँ र रारा जाँदाखेरि तपाईहरुलाई कति खर्च लाग्छ, ट्रान्सपोर्टेसनका मिन्सहरू के हुन् र चाहिँ तपाईहरु खाना बस्न गरेर त्यहाँ कति खर्च तपाईहरुले बोक्नुपर्ने हुन्छ भन्ने कुरा यस भिडियोको अन्तिममा एकदमै राम्रोसँग एक्सप्लेन गरेको छु मैले। त्यही भएर तपाईहरु अन्तिमसम्म यो भिडियोलाई हेरिदिनु होला र चाहिँ यदि कोही रारा जाने प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो र यो इन्ट्रोलाई पनि नछुटाउनु होला र तपाईहरुको साथ र सपोर्टको लागि हार्दिक धन्यवाद छ र यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार, म सञ्जय सेजवाल। हामी अहिले रारामा छौँ। यता यो रारा हो, रारा लेक। यो छायानाथ रारा नगरपालिकामा पर्छ भने मुगु जिल्लामा पर्छ र कर्णाली अञ्चलमा पर्छ र चाहिँ यो कर्णाली प्रदेशमा पनि पर्छ। रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 10,627 वर्ग किलोमिटर छ। त्यसभित्र पर्ने यस रारा ताल नेपालकै सबैभन्दा ठुलो र गहिरो ताल हो। सुरुमा मेरो यात्रा काठमाडौँबाट सुरु भयो। एका बिहानै फ्लाइट परेकाले हामी एयरपोर्ट 6 बजे नै पुग्नुपर्ने थियो। त्यसैले म आफ्नो यात्रातर्फ लागेँ। बिहानको करिब 6:30 बजेतिर हामी पशुपति क्षेत्रबाट हिँडिरहेका थियौँ। बुद्ध एयरको बिहानको फ्लाइट 7:20 मै तोकिएका हुनाले हामी काठमाडौँबाट नेपालगञ्ज उड्नका लागि रेडी र तत्पर थियौँ। काठमाडौँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा हामी करिब 6:45 मा पुग्यौँ र बोर्डिङ पास लियौँ। अनि केही कफी र चिया खाँदै हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। सुरुमा त बुद्ध एयरको बस चढेर हामी बुद्ध एयरको प्लेनतर्फ लाग्यौँ। मेरो सिट विन्डो सिट परेको हुँदा म हिमालहरू हेर्न एकदमै आतुर थिएँ। मौसमले पनि मलाई त्यतिकै साथ दिएको थियो। नभन्दै केही बेरमै नेपालका उत्तरी भागमा रहेका हिमालका टाकुरा र चुचुराहरू देखिन थालिसकेका थिए। हिमाल र पहाडको बीचमा बादलले एउटा सीमा नै बनाइदिएको थियो। हेर्दा लाग्थ्यो तल पनि आकाश थियो, माथि पनि आकाश थियो र बिचमा हाँसिरहेको हिमाल छर्लङ्ग देखिरहेको थियो। धेरै दिनपछि आफ्नो घरतर्फ लागेको म उत्सुक त थिएँ नै, तर यो हिमालको दृश्यले मलाई थप उत्सुक बनाएको थियो। छेउमै बसेका जापानिज एकजना फोटोग्राफर रहेछन्। उनी नेपालगञ्जको बर्दिया राष्ट्रिय निकुञ्जमा फोटोग्राफीको काम गर्ने रहेछन्। उनले आफ्ना खिचेका धेरै तस्बिरहरू मलाई प्लेनमा देखाएका थिए। उनीसँग नेपालका बारेमा कुरा गर्दा गर्दै कतिखेर 50 मिनेट समय बित्यो भन्ने कुरा पत्तै भएन।
हामी केही बेरमै नेपालगञ्ज एयरपोर्टमा ल्यान्ड गर्दै थियौँ। नेपालगञ्ज पुगिसकेँ म। अब मुगुको लागि जाँदैछु। अबको हाम्रो यात्रा समिट एयरलाइन्ससँग हुँदैछ। हामी नेपालगञ्ज एयरपोर्टबाट ताल्चा एयरपोर्ट तर्फ जाँदैछौँ। यो यात्रा जम्मा 45 मिनेटको हुनेछ। हामी केही बेरमै ताल्चा एयरपोर्ट पुग्नेछौँ। तराईका फराकिला फाँट हेर्दै अनि तराईको उखर माउलो गर्मी पन्छ्याउँदै हामी हिमाली भेगतर्फ लाग्दै थियौँ। 45 मिनेटको यो यात्रा अति नै लामो लागिरहेको थियो। सुकेका उजाड लाग्दा पहाड हेर्दै कसैले डाँडै काटेर एकतिर रुख अर्कोतिर माटो मात्र राखिदिएको जस्तो दृश्य देखिन्थ्यो। केही बेरमै हामी ताल्चा एयरपोर्टमा ल्यान्ड गरिसकेका थियौँ। 45 मिनेटको यो फ्लाइटमा हावा लागेका कारण केही तलमाथि पनि गरायो र केही डर लाग्यो पनि। मुगु जिल्लामा कमै फ्लाइट हुने कारणले यहाँ प्लेन चढ्नेको घुइँचो हुन्छ। हेलो, म चाहिँ मुगु पुगिसकेको छु होइन। रारा ताल्चा एयरपोर्ट। दिस इज ताल्चा एयरपोर्ट and I was here in this plane, Summit Airlines. It was a very thrilling adventure. Summit Airlines अब भने नेपालगञ्ज तर्फ उड्दै थियो। हामी अब एयरपोर्टको रनवे हुँदै गाडी लागेका ठाउँतिर लाग्यौँ। ताल्चा एयरपोर्टबाट गमगढी बजारको यात्रा जम्मा आधा घन्टाको हुनेछ। यताको बाटो अलिकति ग्राभल गरिए तापनि ठुला ठुला ढुङ्गा बीचमा आइरहन्छन् र बाटोमा अवरोध गरिरहन्छन्। हिउँदमा भने यो बाटो ठिकै हुन्छ, तर बर्खामा भने बर्खाको पानीले यो बाटोमा अति नै हिलो गराइरहन्छ र बाटोमा धेरै अवरोधहरू आउने गर्छन्। त्यसैले रारा आउने उचित समय भनेको वैशाख जेठ र दसैँ वरिपरि हो। वैशाख जेठमा लालीगुराँस ढकमक्क फुलेका हुनाले सुन्दर दृश्य छाइरहेको हुन्छ। दसैँ तिहारमा भने विभिन्न फुलहरू फुल्ने हुनाले रारामा भएको मैदान अति नै हराभरा र सुन्दर देखिन्छ र रारा पनि त्यतिखेर अत्यन्तै सुन्दर देखिन्छ। त्यसैले पर्यटकको घुइँचो भने दसैँ तिहार वरिपरि पनि हुन्छ। दसैँ तिहार बाहेक चैत वैशाखमा पनि यहाँ आउने पर्यटकको घुइँचो उति नै हुन्छ। अझ अहिले त सुधारिएको बाटोको कारण धेरै मानिसहरू आफ्नै गाडीमा पनि यहाँ आउने गर्छन्। नेपालगञ्जबाट यदि बिहानै हिँड्ने हो भने यता रातिको 8-10 बजे सजिलै पुगिने छ। यदि कोही गाडीमा यात्रा गर्दै हुनुहुन्छ भने उहाँहरू नेपालगञ्ज या सुर्खेतबाट
एकै दिनमा पनि मुगु पुगेको रेकर्डहरू छ। फ्लाइटमा भने यहाँ मौसम र अन्य कारणले गर्दाखेरि सहजै आउन सकिँदैन। प्लेन रेगुलर नभएका कारणले गर्दाखेरि पर्यटकहरू यताबाट गाडीमै आवत जावत गर्ने देखिन्छ। हामी आधा घन्टाको हिँडाइपछि अब भने गमगढी बजार मुगुको सदरमुकाममा पुगिसकेका छौँ। आजको हाम्रो यात्रा यहीँसम्म हुनेछ। हाम्रो यात्रा गमगढी बजारमै सकिन्छ।